गाइज कलेजो फियोमा है आज चाहिँ मैले बङ्गुरको कलेजो फियोमा यो भेटाएँ। देवा नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ रुबी राई मकबाङ युट्युब च्यानलमा। साथीहरू सदा चाहिँ आज पनि मकबाङ भिडियो लिएर आइसकेको छु। अनि आज चाहिँ मेरो खानामा देख्न सक्नुहुन्छ साथीहरू, भात भइहाल्यो, सुँगुरको सुकुटी छ, खाली सेकुवा भन्दैछु क्या यसलाई। अनि बङ्गुरको कर्जी मर्जी, कलेजो, मुटु, फियो के सबै छ। अनि रातो र कालो दाल, यहाँ लसुनको पत्ता मजाले झानेर, अनि सलादमा चाहिँ यहाँनिर मुला, गाजर अनि टमाटो छ। पिउनलाई पानी सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला साथीहरू। ल म चाहिँ खान थालेँ है त। अनि मैले चाहिँ अघिदेखि खालि काँक्रा के भन्दो रहेछु कि फेसबुक पेजलाई भिडियो बनाउँदा खली पसिना भइन्जेल हाँसेर यहाँ डल्ले खोर्सानी पनि छ है भन्नै बिर्सिँदो रहेछु। खालि एक कुरा छुटाउँछु। ल फर्स्ट बाइट हजुरहरूलाई सुरु गरेँ ल। सिमी पनि भनिन ल। अनि यो चाहिँ टोक्न सक्ने हो कि होइन मैले क्या। अर्को पनि टोक्दैछु दाँतै। यसमा त एकदम पिरो बनाएको छु साथीहरू। ओ भाइ सकिन हौ टोक्न। फियो दामी। यो चाहिँ काँचै छ नभन्नु होला है। हामी नेपालीहरूको कसैको चाहिँ आँखा कस्तो हुन्छ भने नि, अलिक सेतो सेतो कलरहरू खोर्सानीहरू नलगाएको देख्यो भने चाहिँ काँचै छ भन्ने चलन छ नि त। बोइल गरेर खाएको मासु झन् राम्रो हो नि हेल्थको लागि। तर यो काँचो होइन र। कस्तो दामी छ त है सेकुवा त। चबाउनु चाहिँ साह्रो। छाला चाहिँ नटोकिने रहेछ। मेरो मेरो छोरी क्यामेराम्यान छ साथीहरू। हाँस्दा हाँस्दा पसिना सरी भइसक्यो म यहाँ। चाम्रो साथीहरू मैले चाहिँ कति धेरै खाइसकेँ है। अघि धेरै नानीले हँसाएर भिडियो त्यो पोस्ट गर्दाखेरि चाहिँ अनै भएन छ के, त्यत्तिकै खाएकै गरेर चाहिँ अब फेसबुक पेजमा हेर्नु होला है। घुमी घुमी भिडियो खिच्छ त। अनि क्यामेराम्यान नयाँ छ क्या मेरो छोरी। हेर्नु छैन यत्रो खाइसक्यो।
कसम यो छाला त मरै टोकिन्न रहेछ। बर्बाद भयो नि मेरो भिडियो त है। सदा चाहिँ भाइले भिडियो बनाइदिन्छ साथीहरू, अनि उसले चाहिँ त के आयो के भयो थाहै नपाउने। अहिले त छोरीले कपाल बिग्र यताउता सबै हुन्छ कि, अनि भिडियो रोक्दा त अन गर्नु त छैन। कम गरेर भिडियो बनाउनु मान्छेले कति इजी सोचेको हो। यहाँ पिके खेलाउँछ छोरीलाई पोपोमा, कति काम छ। तर कामै नभए पनि त्यो मान्छेलाई नराम्रो कमेन्ट गरेर बस्ने बानी चाहिँ थिएन क्या साथीहरू पहिलेदेखि। कति फुर्सद भयो भन्छु के मान्छेकोमा नि। मन परेन भने त परेन नि होइन। स्क्रोल गर्ने, ब्लग गर्ने, एउटै मान्छेको कमेन्ट प्रत्येक भिडियोमा देख्दा चाहिँ त्यो पनि सधैँ चेक गर्ने फुर्सद हुँदैन साथीहरू। कोही कोही बेला गरिन्छ, स्क्रिनसट गर्दै ल्याउँदै अहिले त सरु राई पेजमा यसो रिप्लाई त दिन्छु। तर पनि यहाँ रिप्लाई आउँछ है भन्नुपर्छ कि डर त लाग्दो रहेछ, भाग्छ नि डिलेट हानेर। सधैँ कमेन्ट हेर्नु भ्याइँदैन है। अनि त्यो सामाजिक सञ्जालमा आएर त्यस्तो अपशब्द बोल्नु भनेको चाहिँ नि आफ्नो औकात संस्कार देखाउनु हो क्या। रियल आइडी बोकेर नआउने फेरि। कोही कोही हुन्छन् पिक्चर राखेको त्यो पनि आइडी लक गरेर क्या, अनि त्यस्तो डराइ अरूलाई मन परी भन्दै हिँड्छन्। नामै सुकुटी यस्तो छ क्या। ल के टाँसेको यो। जाँतो सुन्छ आज युट्युबमा चाहिँ डरो भिडियो बिग्रियो। सानीमाया घरि यता घुमेर खिच्छ, घरि यता घुम्छ, उहाँ चाहिँ अनै नगरे हँसाउँछ फेरि मर्ने गरी। यहाँ छाला टोक्नु नसकिन्न रहेछ भन्छु त ऊ पो क्यामेराम्यान पो गर्छ, अनि हाँस उठ्दैन साथीहरू। मेरो एकजना भ्युवर्स हुनुहुन्छ कि रेगुलर, सरी सिस्टर यस्तो खान सक्दैन नि त म, आज नि यो बहिनीले मासु खाइसकेन छ भन्नुहुन्छ। सधैँ हेर्नुहुन्छ रहेछ। मैले एडिट गर्दिनँ नि त, एडिट गर्ने भए त यो मासुहरू सबै खाइसकेको देखाउँछ नि।
अघि टोक्नु ट्राई गरेको सकिन छाला त झन् चाम्रो सुकुटी पिरोले चाहिँ खाइसकिन है साथीहरू यो यस्तो त्यान्द्रो देख्दाखेरि त नि के हो यो गाली नगर्नु है साथीहरू त्यो त्यस्तै हो त्यो तिमी नहाँस न क्यामेराम्यान हाँसेर मेरो भिडियो आज बेसरी बिग्रिसक्यो त ल यो चाहिँ यस्तो रातो मासुहरू चाहिँ साथीहरू मैले टोक्न सकिनँ सरी ल साथीहरू अब फेसबुक पेजमै धेरै हुनुहुन्छ है फलोवर्स उता चाहिँ भिडियो टुक्रा टुक्रा भए पनि राम्रो जाने पर्यो यता चाहिँ त्यो भिडियो रोक्दाखेरि नि अन नभएर भिडियो चाहिँ कम्ती आउँछ होला माफ गर्नु होला साथीहरू ल आजको भिडियोबाट चाहिँ म चाहिँ बिदा माग्न चाहन्छु साथीहरू यति छोडेको छु यसको लागि सरी भन्न चाहेँ बाई बाई